डरमार भयो रे बहिनी। म त के गरौँ कसो गरौँ भएर रातभरि सुत्न सकिनँ। हिजो कल आएको थियो मेरो खाता डरम्याट भयो भनेर। के भएको हो बहिनी? होइन होइन अङ्कल, त्यस्तो आत्तिनु पर्दैन। डरम्याट खाता भनेको तपाईँले खाता धेरै समयसम्म नचलाएर नचल्ने भएको हो। सरल भाषामा भन्दा तपाईँको खाता सुतेको हो अङ्कल। खाता नि सुत्छ र? मैले त पैसा राखेको हो। ब्याङ्कले मेरा खातालाई निन्द्राको औषधि खुवाइदियो कि क्या हो? नेपाल राष्ट्र ब्याङ्कको नियम अनुसार बचत खातामा 3 वर्षसम्म कुनै कारोबार भएन भने हजुरको खाता डरम्याट हुन्छ। ए बहिनी, पैसा दुःखको बेलाको लागि हो। आफूलाई दुःख नै नपरी किन पैसा निकाल्नु? अनि आफूसँग पैसा छैन कहाँबाट जम्मा गर्नु? यो त हजुरकै सुरक्षाका लागि हो नि त अङ्कल। धेरै समयसम्म खाता चलाउनु भएन भने ह्याकर वा ठगले तपाईँको खाता मिसयुज गर्न सक्छन्। तर ब्याङ्कले मेरो खातामा ब्याज त हालिरहेको थियो नि, त्यो चाहिँ कारोबार होइन। यही कुरामा सबैजना झुकिनुहुन्छ। ब्याङ्कले हालिदिएको ब्याज अथवा काटिएको चार्जलाई ट्रान्जेक्सन मानिँदैन। हजुरले आफैले ट्रान्जेक्सन गर्नुपर्छ। अनि अब के गर्ने? आफूलाई कस्तो पैसा जरुरत छ? आजै छोरीको फी तिर्नु छ। सजिलो छ अङ्कल। एउटा एप्लिकेसन लेख्ने, केवाइसी अपडेट गर्ने अनि हजुरको खाता एक्टिभेट भइहाल्छ। धन्न, म त सरकारले मेरो पैसा जफत गर्यो भनेर कस्तो डराएको। अनि बेला बेलामा मोबाइल ब्याङ्किङ अनि एटिएमबाट ट्रान्जेक्सन गर्दै गर्नुहोला। त्यसो भयो भने हजुरको खाता कहिल्यै सुत्दैन। अनि तपाईँको पनि खाता डरम्याट होला है यदि लामो समयसम्म ट्रान्जेक्सन गर्नुभएको छैन भने। त्यसैले सानो सानो ट्रान्जेक्सन गरेर भए पनि खाता एक्टिभ गर्नुहोला। अब महिनामा एकचोटि 100 रुपियाँ हाल्छु अनि 100 रुपियाँ निकाल्छु। अनि हेरौँ कसरी सुत्दो रहेछ मेरो खाता।